आफूले कति नै बाहिर म त हिजो गरेर आएको के भन्दाखेरि चाहिँ आफ्नो चाहिँ ओछ्याइ भने गाईको गोठमा पुरुष लाग्छ यताली टोक्छ यताली टोक्छ हेर्छ पछाडि ढङ्गै पर्छ कराउँदा कराउँदै आवाज गएर भन्दै हे पहिला पहिला काजीको उठ्छा छु 3-4 दिन आउँथ्यो भने म त नै गर्छु दिन्छु भोलि अब हेर काजीको ओछ्यान आफ्नै भने चाहिँ ओछ्यान मात्र कुनै फेरि टोकेर भन्नु बरु यही सुत्छु बरु अति मिठो लाग्छ अब निद्रा यो काठमाडौँको ठाउँमा धुलो के गर्नु सबैतिरको मान्छे आएर कोठा भन्छन् नदिनु भएन कोही के भन्छन् कोही के भन्छन् ए बाबु रोक होइन कति भयो पैसा बाबु यता 100 रुपियाँ ए त्यहीको 100 रुपियाँ 50 रुपियाँ दिन्छु हुन्छ आउने घर आउनु पनि के साह्रो गाह्रो रहेछ गाँठी बल्ल आयो आफ्नो गाउँ भने आफ्नै हुन्छ देवाली गाउँमा आएपछि त छुट्टै ताल हुन्छ नि होइन मानेले एउटा गीत सिकाएको थियो क्या मलाई गाउँ छुट्टै पन्ध्र बुझ्नु घाँटीको दाइ है हान्छ तिनीहरूले पाएपछि आकाशमा चिल होइन चिल होइन माइला सबै अनि ओहो घरको ढोका त खुल्लै छ हेर आएको भरि भाँडै भाँडा ल हेर कुकुर पनि यहीँ रहेछ ए बाख्रा बाठा नि यहीँ रहेछ ल हेर ढोका हेर बाटो हरियो छ त खाना दिँदैको गएर कराएको गएर बुढी भैँसी कराएको अहिले यति घाँस हाल्दै होला हेर बुढ मात्रै देखाएका पहा अहिले हेर हेर मेरो बिहेमा मामा ससुराले बाको दाल खानु आइसक्यो भनेर त्यहाँ पचाउरा थालेर लडाएर त्यो काँकै मऱ्यो होला त्यसलाई हेरेर भाँडा अहिले त्यसैले तिमीमा भित्र भयो पता बुझ्छ होइन त्यो भैँसी कराएकी माने घुरेको ढोका खुल्लो कता गएछ हेर टाउको कहाँ राखेको भगवान् हो भित्रै पो हेर्छु कहाँ रहेछ यता मेरो माने देख्नुभयो छैन के गर्नु मात्रै होला के गर्नु है त्यस्तै ढोका खुल्ला राखेर मालिकको खाटमा सुतेर अझ बुढी भैँसी कराएको आज देखाउँछु तँलाई फेरिमा ढाका कोताबाट आएको होला एकदम फर्का राखेको फेरिमा ए मानिस धन्य चोर हुन हालेको मैले फेरिमा ढाका भान्जो के गर्दा यो ए यो यसलाई घाममा सिकाएको यो घाममा सुका घाममा सुकाउने छ मेरो मेरो टाउका राख टाउका राख भित्र ल राख अहिले मालिक काम आउनु आयो कति खेर आउनु फेरि यहाँ बाख्रा पार्ने कस्तो भइरहेको उहाँ हेर्ने बुढी गाई उहाँ गरेर बसिरहेको अनि खाँदैन के गर्नु त नि खाएन नि
त्यो दुध नदिने गाईलाई त्यस्तै ठिक छ बरु अनि मुढा ल्याइस् मुढा मुढा ल्याइ होइन कहाँ राखिस् कहाँ अनि मुढा राख्ने त्यही हो अनि कहाँ राख्ने घरको आँगन ल्याएर मुढा राखेर गाई सब कहाँ राख्ने त्यो पनि मेरै टाउको टाउको राख्नु होला नि त त्यहाँ राख्छ अनि लाने हजुर खै बस्ने कुर्सी सुर्सी सनबाट आइस कहाँ कुर्सी त यहाँ छैन बस्नु पऱ्यो नि त आएको त्यसो है लगेर आफ्नो घर आएको अनि माने हजुर म नभएर कोही आइदियो आएन नि ए छैन कोही अब बसेर कुनै पनि गरौँ न होइन ल एउटा भाकाहरू पनि दुइटा हुन्छ सबै उल्टो काम गर्ने ल तानहरू मात्र नाउ दिइरहेको नि म आफै बस्छु अब ल पाँच कि त्यो ए माने तानले तान्दियो माने हजुर छोड्दै म आफै बस्छु मलाई नि पर्लै गाह्रो भयो बाबु मालिस गर्दैन बाबु ए नानी मानिस चाहिँ गरिदिने कुन चाहिँ मानिस गरिदिने भन्नु ए बाबु कुन नेपाली गर भन्ने कि इन्डियन गर भन्ने कि चाइनिज कुन सजिलो भन्ने बाबु यस्तो गर नेपाली हिन्दी चाइनिज बङ्गाली अङ्गाली ए अङ्गाली छ त्यो कस्तो मसाज हो अङ्गाली भने फेरि गर्ने गर्दैन बाबु त्यसमा अङ्गालीमा त डर छ फेरि हामी साह्रै मन पऱ्यो क्या त्यो मलाई एकचोटि गरिहेर्छ ल अङ्गाली होइन हो माकुमुको सुकुलीले कुदोमाकुमन हाइ धुम्रीको सुपत ए तान्दा मलाई मरिसक्यो तानी तानबाट बेसी प्यारै मार्ने भने आइहाल्ने मसँग कस्तो छ मेरो टोपीले टोपी झरेछ टोपी उसै चाहिँ कालो मान्छे कपाल हाँसी के चिन्थे छिटोले नै ए लगाइदिन्छु है सबै हाँसेको केही बात छैन ल माने सुन केही बात छैन बाली सर आफ्नो चाहिँ घर आउनु भयो सुन हजुर आफ्नो त घर आयो बाबु एक कप चियाको 30 रुपियाँ भन्दा रहेछ आफू 2 रुपियाँ भन्दा नदिने 2 रुपियाँ चिया दिएन मेरो बाबु काहीँ पानी पनि नखाइकन बाबु है भोकले मरिसक्यो चिया एक कप चिया दिन्छु भनेर भयो चिया देख्नुभयो हाम्रो कालिसा कति जोडी पैसा खर्च गर्ने बेला चाहिँ काठबाट पस्ने के गर्ने अब चिया त गऱ्यो अब कता बजाने त्यसलाई आयो मेरो झोला पनि राख्ला ए भाइ पानी लिएर जानु यहाँ पैसा छ भने नि गाउँले सामग्री माग्न आउँछ मले तिर्दैन एउटा त हुन्छ कोही तिर्दैन ए नाले छिटो गर्न ए हुन्छ आउन छिटो गर छिटो गर न अझै भित्र जान्छु यता बजाने छिटो गर है छिटो गर मरिसक्ने है घाँटी गइसक्यो मेरो ए कान्छा ओइ अनि के यहाँ त चिनी पनि छैन त चिनी छैन के छैन अरे चिनी अनि अस्तिले एक पाउ के गरिस् ए एकले खाइ मैले त खाइ यो चिनीलाई 1 महिना भइसक्यो कस्तो 1 महिना हुन्छ भाजती आफै खायो होला अनि 1 महिना भयो ल छिटो गर छिटो
गाडी छ ओइ हेर्नु त ग्यास पनि छैन सक्यो ग्यास छैन ओ मुडो हालेर पनि बुढी हालेको पनि त आयो पानी पानी छ ओइ सलाई पनि रहेछ सलाई छैन मदन बोल गरेर बा ए अनि मान्छे छ ओइ त्यहाँ बजीको त एउटा मात्रै गिडो मात्रै छ ए भगवान् चियापत्ती छैन छैन त्यसो भए बेसार छ नुन छ नुन छैन त्यो भाँडो टोक्छ क्या नुन र बेसार हालेर सिटीमा हाल्ने भाइ डल यस्ता लोभी बुढाहरू छ के गर्नु एक पाउ चिनी किनेर 1 महिना भाइ सक्यो भन्छ खाएर बस्यो होला छिटोलाई त भोकाइसक्यो गाडी छ हो कति सिटी लगाउने लगाएर 2-3 सिटी लगा ल एक अनि चाहे कि सिटी आयो 2 3 भाइ हाल्नु त्यो छिटोले न भोक एकदम मिठो लाउँदैछु छिटोले आफै चाख्छु अनि मात्रै दिन्छु बरु आहा अलि मिठो काम बनाएर ए छिटो गर ए जा कति चाख्छु समय छैन आफू त्यो गिलास तातो कि तेरो बुट्टो तातो पुरै बङ्ग्याउँदै गिलास तातो भएर किता बङ्गेको ल हेर बेसारा धेरै हाले त यो बेसारा है अब 2-4 तरकारी पुग्यो होला ए मालिक साहब हो के भयो हेर्दै यहाँ झिङ्गा परेछ ए यो जाबो झिङ्गो ल यता पुग्न खानुहुन्छ ए छोड्दै यो झिङ्गाले त्यति खायो भने नि छोरी बुढाहरू छ ए गाई छ झिङ्गा खाँदा छोरी भयो तँलाई बुद्धि नभएबाट 2 पैसा कमाउन कति गाह्रो छ थाहा तँलाई के गाह्रो छ त्यो झिङ्गाले तैँले पकाएको परिश्रम खायो एक भारी दाउरो खायो त्यसले नुन बेसार चिनी चियापत्ती दुध कति थरी खायो अनि यो फालेर हुन्छ त्यो पिसेर फाल्ने भएपछि त भनेपछि गाडी छ 1 नम्बर पऱ्यो रहेछ त्यो झिङ्गा खायो होला उडेर गएर गाईको गोबामा पऱ्यो अनि उता मान्छेले हगे खामा टेङ्गर दिन्न पाएर आउँछ आएर त्यही गिलासले पऱ्यो महा खोलिरहेछ पुरा ए त्यस्ता झिङ्गाको बोसो कसरी निकाल्नु पनि हाल्न आउँछ अनि सुन खाइछ अनि काठमाडौँ जानु पैसा उठाउनु भन्नु भएन त्यही त हो नि काठमाडौँको ठाउँमा आज भन्छन् भोलि भन्छन् त्यस्तै भयो सुन्न आज समय पनि छैन कि ए सुन न एउटा कुरा भन्नु तपाईँको छोरा कुनको देश छ अरे मेरो एउटा अमेरिका यहाँ उपरखुट्टी लाउने अब सो भन्नु त तपाईँको छोरा कुनको देश छ अरे जेठो अमेरिका माइलो क्यानाडा कान्छो युके 3 भाइ छोरा भनिहालेँ अब चाहिँ ऊ भयो अनि गाई त मलाई लुगा ल्याइदिनु भयो ए लुगा योचोटिलाई त्यस्तै भयो अर्कोचोटि गरेर त सुन्न हजुर म गएपछि कोही आएको नि अब आछ नि मारिहाल्छु के भन्नु छ कि छैन आएन आएन नि अनि सुन्न हजुर मैले बाहिर गाडी हल्ला सुनेको छु कि हाम्रो त्यो माथि मन्दिरमा छैन त्यहाँ चाहिँ श्रीमद् भागवत लगाइराख्ने भन्ने मैले कहाँ सुनेको थिएँ कि गाडीमा आज अब म त अब मालिक है अब माइला साउ भनेकै म यो गाउँको गन्ने मान्ने जमिनदारै मलाई फेरि बोलाउन आउन सक्छन् क्या त्यहाँ खसा खुसी बाहिर कोही गएर जस्तो छ कोही आयो भने मालिक साहबले भने मालिक साहब घरमै हुनुहुन्न अरे भन्ने म चाहिँ भित्रतिर लुक्छु त काम गर है कतै कुरो खै मेरो चिया कतै कुरो गरेँ म गइहालेँ है ल ल ल ल कताडा कराउँछ अब मै मारेको अब कताडा आउँछ त्यही मै मारेको ल अब मालिक साहबले भने म घरमा छैन भनेको छ अब भनिदियो निचालन भन्छ कताडा गराउँछ ल